हेलो साथीहरु नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। म चाहिँ सिन्धुकी भिडियो फेरि पनि आइसकेँ नयाँ ब्लग लिएर, न्यू डे न्यू ब्लग। अनि यहाँ चाहिँ मेरो संस्कार भाइ छ विथ मी ब्लगको स्टार्ट गर भनेको मुला ब्लगको स्टार्टै गरेन। म चाहिँ क्यामेराम्यान थाहा छ। भर्खर उठेका छौँ हामीहरू चाहिँ भर्खर उठेका छौँ हैन। अनि हिजोसम्म डन्डलापुर घाम लागेको थियो। आज चाहिँ यस्तो भएको छ, यस्तो भएको छ। अनि आज चाहिँ नवमीको दिन हो। सबैजनालाई म ह्याप्पी नवमी भन्न चाहन्छु। अनि त्यसै गरी आज चाहिँ हाम्रो घरमा श्राद्ध रहेको छ। अनि आज चाहिँ के हुन्छ त भनेर हेर्दै गर्नु होला। स्टे ट्युन इन माई ब्लग। अनि म चाहिँ अब मेरो काममा भिडिसकेको छु। मेरो फर्स्ट काम भनेको चाहिँ उठेर नुहाएँ, त्यो पनि त काम हो नि त हैन। अनि अब चाहिँ म आलु तास्दैछु हैन। तर यो आलु चाहिँ मलाई पानी नहालिकन तास्यो भने साह्रै हात पोलेर आउँछ हो, साह्रै। तपाईँ आज नुहाउनु हो? नुहाइसक्यो त सुताइ गर्छ। यता छ नि दाइ मेरो पछाडि। अब आज नुहाएन भनेदेखि चाहिँ खसी हुन्छ अरे। संस्कारले चाहिँ नुहाएको छैन। अब भोलि दशमीलाई हाम्रो खसी खोज्नु पर्दैन। संस्कार छ हाम्रो, खसीको काम गर्छ। ल हुस्सी आइसक्यो त हाम्रो त। अघिकै डाइलग हो त्यो। मैले चाहिँ देखेर बोलेको होला। म त हुस्सी आयो भनेर हेर्दैछु न। कसै तास्नु हो यो आलु त राम 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 रहेता हुन्छ हाम्रो सिन्धु दिदी आलु तास्दै। संस्कारले भ्लग बनाएको है कि साथीहरू। संस्कारले के गरेर थाहा छ? संस्कारले भ्लग बनाउँछ, जसको मोबाइल भेट्यो त्यसकै मोबाइलबाट सब्सक्राइब गरेर 70 सब्सक्राइबर पुऱ्याएको छ। उयो मैले त्यसरी बनाएको थिइनँ, मैले उयो गरेर बनाएको थिएँ। टिकटकमा जो भिडियो पोस्ट हान्दै त्यो टिकटकबाटै भ्यू चाहिँ आउँदै गयो। त्यसो जान त मेरो पनि गर्दै। अनि त्यो थम्बनेल निकाल्नु न। मेरो थम्बनेल पनि त्यो टिकटकमा हाल कि तमको। अनि गर हेराइदिनु न। ल यस्तै छ। हजुर दिदी, हाम्रो हजुर दिदी हो। हजुर दिदी के पकाउनु भएको तपाईँले? हाम्रो हजुर दिदीको चाहिँ यो धेरै वर्षदेखिको एक्सपिरियन्स छ रोटी पकाउने। संस्कार चाहिँ यहाँ बिरालोले मुसा ढुके जस्तै गरेर ढुकेर बसिरहेको छ, रोटी पकाउन पाउँछु कि भन्दै। पाइसक्यो अरे। म पनि पर्खिरहेको छु रोटी पकाउने पालो कतिखेर आउँछ भनेर। आज चाहिँ हाम्रो हजुरआमाको तिथि हो, कुप्री परेको हजुरआमाको। हजुर दिदीको पनि आमाको नि हजुर दिदी। बुवा बस्नु भएको छ नि, बुवाको आमा, हजुर दिदीको नि आमा। बुवाको चाहिँ माइली दिदी हो हजुर दिदी। फाइनली मेरो पालो आएको छ रोटी बनाउने। कस्तो भएछ? दाउरा अझै झिर दिनु न, झिर अझै त्यो झिर एकछिन भएको छैन। यसको म मेकअप गरिदिनु पर्यो क्या अलिअलि। हाम्रो गुरुबा चाहिँ आइसक्नु भएको छ। गुरुबा नमस्ते। आज मलाई टिका लगाएर कति रुपियाँ दिनुहुन्छ मलाई? कति 1 रुपियाँ दिनुहुन्छ नि त? छापिहाल्नु पहिला। ल 1 रुपियाँ होइन 5 रुपियाँ दिनु ल गुरुबा। 1 रुपियाँ 2 रुपियाँ दिनु ल। ल ल ल 2 रुपियाँ दिनु ल। ल ल ल। हाम्रो घरमा चाहिँ हाम्रो मोडल केटी 1 2 3 को इन्टर भइसकेको छ। एउटा उदैन क्याटवक गर्न। यो चाहिँ ब्लगर नम्बर छोटा ब्लगर। ल यहाँ चाहिँ मलाई बुइनीले
बुइनले माला लगाइदिँदैछ ओ माई गॉड मेरो घरमा त टाचेप्टा पक्कै हुँदो रहेछ हारी मम्मी चाहिँ बिहानदेखि धन्दन मन्दन गरेर बल्ल यहाँ देखा पर्ने हुन्छ भ्लगमा टेस्ट गऱ्यौँ हामीले चाहिँ दिदी बहिनी मिलेर अनि मोबाइल सोबाइल हेऱ्यौँ टिकटक सिकटक बनायौँ अब चाहिँ मलाई कस्तो भोक लागिरह होइन अनि अब के खानुपर्ने हुन्छ सो लेट्स गो टु द किचन किचन आउने बाटोमा चाहिँ मैले यस्तो दृश्य देख्न सकेँ होइन म त थाहा होला म त क्यामेराम्यान भन्ने कुरा तपाईँलाई थाहा होला कि म त दुइटा क्यामेरामा रोल खेल्छु भनेर म दुइटै क्यामेरा भ्याउँछु निजहरू नि आउनु निजहरू आउनु जान आउनु निजहरू म ल हाम्रो किचनमा चाहिँ यस्तो भइरहेको रहेछ यहाँनिर यता सब्जी पाएको यता अचार गरिने आएको गाई काका तिमी गाइसकिस् म अचार बनाइहाल्छु गाई अझै राम्रो हुन्छ गाई अचारको भाँडो लिएर आएँ मैले त्यसो भने यता आमा छोरा मिलेर चाहिँ काका तिनी चार नै अचार बनाउने भोक लाग्यो यस्तो भन्छ के खाम भनेको चढाएको रहन्छ केही पनि मुख बाङ्गिन्छ अरे अब चिया पकाएर खानुपर्ने हुनसक्छ यहाँनिर रोटी कस्तो भयो हजुर दिदी मैले भइसक्यो नि त आज हाम्रोमा श्राद्ध हो भनेर अनि आज चाहिँ अब के हुँदैछ त बाहिर के गर्दै हुन्छ त आत्मा अर्को साउने आमालाई ए अध्यय पूर्व चारित सङ्कल्प सबको यस्तै जस्तो हो आफै साउनु श्राद्ध हुँदैछ यहाँ लडो है अस्वत कर्ममा तु भयो त त्रिपेन्ताम भयो जानुपर्छ अध्यय पूर्वोच्चारित सङ्कल्प आफै साउनु अध्यय पूर्वोच्चारित सङ्कल्प जस्तो श्राद्ध अब छुटे म छुटेछु यहाँ देखिया चाहिँ सके तँलाई पनि लिनु पानी आइसकेको म दिन्छु गुरुबाले पितृ कोही छुटे भन्नुभएको रहेछ म चाहिँ म छुटे भन्दो रहेछ क्या नबुझेर अनि पानी दिने बेला अचार यो मम्मीलाई हालिदिइहाल्दा पुग्छ अनि भरे के मोल पुग्दैन मोल हुन्छ यता हजुरआमा खिर उम्लिसक्यो त हाम्रो करेला अरे इस्कुस अचार रेडी भइसक्यो अचार रेडी भइसक्यो हाम्रो थोरै देखियो डोडा भाँडामा भक्काले आज चाहिँ एकदम धेरै चिया पाकेको छ क्या धेरै अब सराद छ नि त चिया दिँदा यस्तो भएछ दिउरे पनि नो वाटर एडेड ओन्ली मिल्क फाइनल्ली हाम्रो चिया रेडी भइसकेको छ अब भाइरमा चिया खान लागिरहेको छौँ यहाँनिर मिठी भयो हाम्रो चिया बनिसकेको बिहानदेखि खाएको छैन र आज फेरि बोल पनि खाएन भनेर भक मुला साग खै गुरुबाले मलाई यहाँबाट फोटो खिच्ने भन्नुभयो देखिँदैन त्यो हात चाहिँ यताभित्र छिरा त्यो मोबाइलभित्र छिरा न हो अब त्यहाँबाट हो त्यसरी हेर कसरी हुँदो रहेछ ढङ्ग चाहिँ छैन अनि गुरुबा मलाई कति रुपियाँ दिनुहुन्छ अरे आज 1 रुपियाँ यहाँ छ तै 2 रुपियाँ चाहिँ रोसेर पो नोक्सान हुने भयो दक्षिणाको बेला भएछ बाबा पनि आउनु आँटेन सानो केटी लो
तर माथिका सापहरू गुरुवा जान अब खोइ मलाई पैसा यहाँ खोज्दैछु है ल बुवालाई पनि त्यसमा खोज्दा भेटिन है गुरुबाद्वारा मलाई पैसा यहाँनिर हस्तान्तरण यति लगेर त्यति दिएको हो यति लगेर त्यति दिएको हो नि त भ्लगमा हेलो भन्नु सबैजनाले हेलो आयो भात खान गई थाहा होला म त क्यामेराम्यान भाँडाले मस्कोमा कि त्यो जाली तार छाडेर सत्य नहुँदो भन्दैछ ल लु बाजा बुइन्जा बुइन्जा लाउनु भइगयो नि भइगयो त जा बुइनको पाला आयो तँलाई पनि चाहियो खोइ अझै त्यसो तेरो पाला अनि त्यही त तँ पनि ल्याउनु छ क्या मेरो चाहिँ यसलाई पनि पैसा दिनुपर्ने होला यहाँ कहाँ थियो यहाँ छ नि अर्को छ नि तँलाई दिने यहाँ देखियो देखिस् के तँलाई दिने यहाँ छ यी कति हो 2 रुपैयाँ बुइनको 2 रुपैयाँ रात सकिसकेको छ अनि यहाँ भात खाँदै हुनुहुन्छ अचार चाहिँ दामी भएको छ गुलिया आलुको छैन आएको हाम्रो चाहिँ भात खाने बेला भएको छ भात खान्छु मैले भेट्नुहुन्छ ल चुसाए रानी खोइ के मेरा तू वो लम्हे मेरा कितने आता नहीं सपनों से जाता नहीं वो हंसी लम्हे तू ने मेरे साथ गुजारे मरि पनि कैसे लोग आते हैं जब देखो गुलाबी लाल पीली अखिया जब देखो गुलाबी लाल पीली अखिया मैं नहीं डरता मैं नहीं डरो अखिया मैं नहीं डरता नहीं डरो अखिया भीतर भीतर आग जले बाग तो सेक लगे मेरी चांद निकल गई नहीं यार रंग पे से थाल पड़े तेज गधों का क्या करूं सी करके मैं मरूं जुबा पे लगा रे भन्दै अब सराद शक्ति घोषणा गर्न चाहन्छु घोषणा के पियोली घोषणा यति भन्ने संस्कार पनि मामालाई हिँड्न आँटिरहेछ टिका लाउनलाई किनभने हाम्रो घरमा यसरी टिका लाउनु हुँदैन देखाइ सबैजनालाई हाई गाइस मामु हाम्रो चाहिँ सराद सकिसकेको छ अनि सराद सके पछाडि चाहिँ अब हामी मासुहरूको चाहिँ गर्छौँ बुवा आमाहरूले चाहिँ मासुहरू खानुहुन्न छुँदा पनि छुनुहुन्न हेर्दा पनि हेर्नुहुन्न अनि बाबा र मम्मीहरूले चाहिँ मासुहरू यताउति गर्छौँ अनि त्यसपछि बेलुका राति पकाउँछौँ अनि हाम्रो सधैँभरि यस्तै हुन्छ किनभनेदेखि हाम्रो चाहिँ नवम्बर श्राद्ध पर्छ नि त त्यही भएर हो भोलि मात्र हाम्रो ह्याप्पी दसैँ हुन्छ साथीहरू लेट्स गो टु वाच मासु अनि अब यहाँ चाहिँ बाबा काट्दै हुनुहुन्छ बाबु कति केजी मासु हो
यसपालि चाहिँ हाम्रो 10 केजी मात्रै मासु ल्यायौँ किनभनेदेखि यसपालि ला म चाहिँ दिउँसोको चिया पकाइरहेको छु टी लभर बट विदाउट वाटर एडेड के छ साथीहरू अब चाहिँ रात परिसकेको छ हामी चाहिँ किचनमा काम गर्दैछौँ होइन अनि के पकायौँ ओर्यौँ अब चाहिँ हाम्रो खाने बेला हुनु लागेको छ आज हामी बजार पनि गएर आयौँ तर मैले बजार जाँदाखेरि चाहिँ मोबाइल लगिनँ भ्लग बनाइनँ खाना पनि खाइसक्यौँ अनि त्यसै गरी अब चाहिँ राति भइसक्यो होइन अनि सुत्ने बेला हुन आँट्यो अब चाहिँ अनि अब भोलि चाहिँ ह्याप्पी दसैँ रहेको छ यो भ्लग चाहिँ म आजै अपलोड गर्छु किनभने यहाँ बासी भ्लग के हाल्नु भोलिको लागि होइन भोलिको लागि नयाँवाला भ्लग हालेर आउँछु म यति भन्दै बाई बाई भन्न चाहन्छु बाई बाई ह्याप्पी दसैँ